हजुर नाच्नु टिकटक सिकटकमा एक्टिङ जेसिका हैन सानो पासन दाइको छोरी नि भाग्यो भन्छ कहिले माइली हिजो गएर ल म चाहिँ सकिएन त नि यो चाहिँ हाम्रो देउराली बजार कटिसकेको छ गाइज हेर्नु होला सुनसान छ गाउँमा कोही छैन सबजना काठमाडौँ हो हरियाली मौसममा चिसो छ हामी चाहिँ गाडीको हुटमा सैलुङ डाँडा माथि हो माथि जुङ्गर तर कुहिरो लागेको छ केही देखेन सैलुङ डाँडा देखिँदैन बाटो यस्तो छ अब कच्ची बाटो आइसकेको अवस्था हो हाम्रो गाउँको बोजूहरू गङ्गा दिदी कहाँ त हो कतै हिँडेको सबजना यता हिँडिराखेको अवस्था हो लन्ठङ लन्ठङ अवस्थामा केटाहरूको सानो बाटो यहाँबाट गाडी छेउमा गएको स्वात्तै बजेर गाडी चिप्लिया बर्खाको हाम्रो गाउँ जाने बाटो चाहिँ पिच भएको छैन है गाइज ट्राभल हुँदैछ गाइज हाम्रो चाहिँ यो अब निगाले डाँडा हो घर चाहिँ मेरो तर के गर्ने अब बाटो बिस्तारै पिच हुन्छ माथि सैलुङ डाँडा तल घर हेर्नु होला अगाडिको हामी चाहिँ गाडीमा छौँ पुरै गाडीको हुटमा ट्याङ्ग लाएर बसिरहेको छौँ कौसीमा सल्लाहघारीले ढापक्कै ढाकेर हरियाली रमाइलो छ चाहिँ होस् बाटो चाहिँ जे होस् कच्ची भयो भने हाम्रो राम्रै छ नालासाला पनि बनिरहेको छ ट्राभल हालेर यो चाहिँ भङ पर्ने डाँडा भन्छ है गाइज हाम्रो यो भङ परेको डाँडा यो के भन्छ यो अब यो दाङ के अरे बिर्सेको नाम नागी 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 हाम्रो नागी भन्ने ठाउँ चाहिँ यो गाइज हेर्नु होला नबिर्सिनु होला माथि डाँडा देख्न छैन हाम्रो घर चाहिँ त्यो पारी ठ्याक्कै त्यो भित्ताको माथि देख्ने त्यो डाँडाको है गाइज हेर्नु होला ए बाटो राम्रो छ जे होस् रमाइलो छ आउनु होला यो चाहिँ जेसिकाको भ्लगमा आउँछ माथि सैलुङ घुम्नलाई आउनु होला सबैजना हजुर हाम्रो यहाँ आज बिहे भइरहेको छ हाम्रो यहाँ माइला सरको घरमा हो म पनि आज यसो चाडबाडको बेलामा अब हाम्रो हरिदाजु केही भन्नुहुन्छ भन्नु त चुरोट ढोकी सुर्दी सल्काउँदै हो बिडी गाउँ चाहिँ हो गाइज हेर्नु होला हाम्रो साथीभाइहरू सबै छन् यहाँ दाजुभाइहरू हाम्रो दाजुको बिहे गरिदिनु पर्ने छ होइन त यो त अर्को दाजु पनि बिहे गर्नुपर्ने अवस्था छ हेर्नु होला यो चाहिँ सैलुङ निगाले भन्छ है गाइज हाम्रो गाउँ चाहिँ होस् रमाइलो छ यहाँ आउँछ है बाजे अब यो भिडियोमा आउँछ युट्युबमा आउँछ जेसिका ब्लगमा आउँछ है सबैजनाले माया गरिदिनु होला हाम्रो यहाँ साइला बाजेसँग दुई शब्द म राख्नु जाँदैछु के छ बाजे ल भन्नु त आजको नयाँ नौलो मेरो स्वभाव हामीले गर्न सकिन्छ कि सकिँदैन सकिन्छ राम्रो काम हुन्छ कि हुँदैन एकदम शिवले यो लोक जितेको भन्दा जित्न सकिन्छ सकिँदैन बादलको असर कुन हो पानीको असर कुन हो अनि कलमले लेखेर मात्रै तेरो र मेरो भनेर कल गर्न पाइँदैन अनि ओहो आज पानी आयो आज यो बाउले मार्छ बाउको डर बोक्न पर्छ बाउले बोक्ने होइन कि बाउको डर बोक्नुपर्छ है बाजे बोकेपछि त ओहो सिद्ध भयो नि सङ्लो भयो नि
खाना बाए नि सङ्लो भयो बसिए नि सङ्लो भयो सुत्ते पनि सङ्लो भयो उठे पनि सङ्लो भयो होइन राम्रो पानी ल हाम्रो चाहिँ मार हान्ने खुकुरी आइसकेको छ यहाँ हेर्नु होला एकदम मितबाले ल्याइसकेको अवस्था छ गाइस बेमा एउटा ड्याङल्याङ्गै भैँसी ढाल्ने हो एउटा पछि भएको लगानी पाउँछ भनेर त्यो पछिले बुझाएको छ अरे ल बुझ्या अनि त्यो पछि चाहिँ डेन्जर छ है खुकुरी हेर्नु होला